कोरियामा के जे कुरा पनि कस्तो एक्साइटिङ तरिकाले कस्तो रमाइलो तरिकाले बनाएको हुन्छ हेर्नु त्यो बक्सभित्र के छ होला ल यो खानेकुरालाई झन् यस्तो मजाले राखेर हल्लाएर खाने सिस्टम बनाएर कस्तो एक्साइटिङ बनाएको के तपाईँले विचार गर्नुभयो होला मैले जहिले पनि खाना खाएको भिडियोहरू धेरै हालेर हुन्छु नि किन भन्दाखेरि यो कोरियामा चाहिँ कस्तो कल्चर छ भने यिनीहरूको कल्चरमा चाहिँ 99% मान्छेले चाहिँ रक्सी खान्छ के रक्सी खाने बेला मासु खाने चलन हुन्छ अनि यिनीहरूको एउटा राम्रो अथवा अचम्मको पक्ष चाहिँ के छ भने यो खाना खाने बेलामा अथवा रक्सी खाने बेलामा चाहिँ आफूले काममा अथवा चाहिँ काम गर्दाखेरि अथवा केही कुरामा चित्त नबुझेको अथवा चित्त दुखेको कुराहरू छ भने यो बेलामा चाहिँ भन्न पाइन्छ के अनि यो बेलामा चाहिँ कसैले पनि यस्तो कुराहरू आफ्नो कुरा सेयर गर्यो भने कसै अर्को मान्छे जसले चाहिँ भनेको हुन्छ अथवा म जोसँग चित्त दुखेको हुन्छ अथवा चित्त नबुझेको हुन्छ त्यो मान्छेले रिसाउन पाइँदैन कि यिनीहरूको कल्चरमै त्यस्तै छ कि त्यही भएर चाहिँ कुनै पनि काम गर्ने ठाउँमा के नराम्रो अथवा चाहिँ कसैको मदमुराब भइरहेछ भने यिनीहरूले चाहिँ साँझ मजाले रक्सी मासु खाने अनि कुराहरू सेयर गर्ने गर्छ र यो बेलामा सेयर गरेको कुराप्रति कोही मान्छे पनि रिसाउने अथवा नराम्रो हुँदैन फेरि अर्को दिनबाट राम्रो सम्बन्ध भयो यिनीहरूले काम गर्न सुरु गर्छन् कि